Yo, welcome back to our channel guys. फेरि आज चाहिँ हामी त माथि दुध लिन जाँदैछु। अब त्यसकोबाट सुरु गर्दैछु लगेर हो। आज हामी एउटा बास्केट छ हो, बोतल छ यसको भित्र एउटा 1 लिटरको, त्यही दुध लिएर आज चाहिँ हामी चाहिँ ब्लग चाहिँ बनाएको म बिहानै उठेर बनाउँ भनेर सम्झेको कि अब कहाँ जाने भन्दा चाहिँ आज चाहिँ मेरो ब्लगिङमा आज चाहिँ तल जानु पर्यो। के अरे डस्टिन आज चाहिँ केटाहरू भेट्छ नि त, बिहे पनि छ अरे भनेर सुनेको गाइस। आज चाहिँ दुध लिएर आएको छ हो, दुध लिएर आएको चाहिँ हेर्नु है, यहाँ दुध लिएर आएको छ। अब चाहिँ जानुपर्छ घर, त्यो एउटा प्याकिङहरू गर्नुपर्छ, केटाहरू के गर्नुपर्ने के लानुपर्ने भने पहिला डस्टबिनमा जाँदाखेरि के चाहियो के गर्नु पर्दैन त्यसको लागि प्याक गर्नुपर्छ। अब सामानहरू बिर्छ प्याक गर्नुपर्ने थोरै छैन। त म चाहिँ घाम लगाइरहेको छ गाइस, हेर के भन्छ बादलले छोपेछ, स्विट देखिरहेछ, घाम चाहिँ बिहान पनि फ्रेस। ल गाइस पानी अन गरेर छ, अब वासरुम पनि गइसकेको छ, पानी आउँदैछ यहाँ। अब हामी यहाँ पोस्टमा एउटै बेलामा भिजाउँ ल। गाइस ब्रेकफास्ट खाइसकेर अब चाहिँ यता घाँस काट्टाको कुकुर लिएर अब म तल जस्तै भोलि नै आउँदैन, आज गएपछि पर्सि मात्रै आउनु। त्यसले गर्दा अब यहाँ कोही नहुँदैछ नि त, गोरु दुइटा छ नि हेर्नुपर्छ र दुःख छ, त्यसले गर्दा आज चाहिँ हेर्ने अनि त्यो गोगुन त्यसलाई त के हो भन्दा नेभारा पनि हो पछि सब जस्तो लाग्यो। यो पानी पनि छ तर त्योभन्दा अगाडि चाहिँ गोरु लिएर आउनु पऱ्यो गाइस नि। यसले चाहिँ गोरु लिएर राख्दिनु, गोरु लिन्छ गाइस, अब चाहिँ गोरु लिएर जानुपर्छ। गोरु बाटोमा पुगे रातो गोरु सुती तासुरे भनेर छ, गोरु खोल्छ त्यहाँ चाहिँ जमै पेस।
is the perfect night tonight.